चर्म वस्त्र। अरू तरुणी आइमाईहरूले जस्तै मैले पनि श्रृङ्गार गर्ने हो भने, रङ्गीन लुगा लगाउने हो भने लाग्छ यो समाजमा सबैभन्दा आकर्षक र सुन्दरी म नै देखिन्छु होला। यदि पवित्र यहाँ भएकी भए सबैभन्दा आकर्षक उनी नै देखिने थिइन्। सानो छँदा हामीले खेलेको खेलभन्दा पनि अझ ख्याल भएर आएको छ मेरो बिहे र वैधव्य। सानो छँदा गोविन्दसँग गरेको बिहे ख्याल भएपछि सानो छँदा ती दुला भन्ने मान्छेसँग गरेको बिहे पनि ख्याल त भयो नि, अझ बढी ख्याल। किनभने बिहे खेलमा त कमसेकम म दुलासँग हाँसेकी थिएँ, बोलेकी थिएँ। खेल्दाका दुलाको अनुहार अहिले पनि झल्झली याद आइरहेछ। तर त्यो साँच्चैको बिहे भनेको दुलासँग न म हाँसेँ, न दोहोरो बोलेँ, न तिनको अनुहार झल्झली याद आउँछ। त्यस्तो याद आइरहने बिहे त उत्तिखेरै कट्टी गरी जस्ताको तस्तै भएर आफ्नो घर जान्थ्यो भने यादै नआउने बिहे किन अझ ख्याल भएन त? साँच्चै हुने काम के गरेर मैले दुलासँग गर्ने काम के गरेर मैले? जीवनको सहयात्री भनेको मान्छेसँग न सहयात्रा भयो, न सहकार्य, न सहवास भयो, न सहभोग, केही पनि भएन। अनि झन् ख्याल भएन त? तर भएन। कस्तो सम्बन्ध, जो मर्दा पनि सम्बन्ध कति हुँदैन, भएन। मनभित्रबाट उनले आफ्नो केही दिएनन्, मैले पनि उनलाई केही दिइनँ। उनले दिएको जस्तो गरेको सिन्दुर पोते, स्वर्ग जाँदा आफू सँगसँगै उनैले लगे। मेरो रातो रङ पनि खोसेर लगे। मैले कसरी बाँच्नुपर्छ भनेर उनले स्वर्गबाट पनि मलाई हुकुम गरिरहेछन्। जसको पहरेदार भएको छ समाज, उनले स्वर्गबाट गरेको हुकुम मैले पालना गरेँ कि गरिनँ भनेर प्रत्येक क्षण निगरानी गरिरहन्छ समाज र संस्कारले। मलाई आफ्नो जिन्दगी आफ्नो इच्छाअनुसार बाँच्न पनि रोकिरहेछन् उनले स्वर्गबाट। यी पशुले काँचो जिन्दगी बाँचिरहेका हुन्छन् क्यारे, त्यसैले सजिलै चपाउँछन् र पचाउँछन् यिनीहरू काँचो घाँस, काँचो अन्न, काँचो मासु। सकेसम्म बस्न पनि मन पराउँछन् यी काँचै घरमा। मान्छेले आफ्ना लागि पो बनाएको गोठ, जहाँ उसले आफ्ना लागि पाल्न थाले चौपाया, उनीहरूलाई काँचो घर मन नपर्ने भए गोठबाट यसो फुत्कन पाउँदा फुक्का फाल हुँदै फाटै फाट काँचो धरतीमा दौडदै उफ्रदै किन खुसीले कुद्छन् पशुहरू? यिनीहरूको सम्बन्ध पनि काँचै हुन्छ क्यारे। काँचो सम्बन्धमा विधि हुँदैन, व्यवहार मात्र हुन्छ, प्राकृतिक व्यवहार, जहाँ कुनै सामाजिक व्यवहारको आवरण हुँदैन। जब प्रकृतिलाई धर्म, संस्कृति, समाजद्वारा बनाइएको ठुलो फलामे भाँडामा पकाइन्छ अनि त्यसबाट निस्किएको तरलले जीवनको गरल नियम लेखिन्छ। त्यो गरल नियममा काँचो जिन्दगी पकाइन्छ। पकाउँदा प्रकृतिका थुप्रै थोकहरू नासिसकेका हुँदा रहेछन्। चौरमा निर्वस्त्र चरिरहेछन् पशुहरू। यिनीहरू सृष्टिलाई कहिले रोक्दैनन् प्रेम र वात्सल्यलाई पनि। यी पशुहरू त कहिले बिहे गर्छन् न विधवा हुन्छन्, तर मान्छेले भन्दा धेरै सन्तान सजिलै जन्माउँछन् र मान्छेले भन्दा धेरै दुध उत्पादन गर्छन्। जुन दुधले आफ्नो सन्तान पालेर मान्छेहरूलाई पनि पाल्छन् पशुहरू। भगवानका लागि पनि पवित्र मानिन्छ गाईको दुध त, किनभने यिनीहरू काँचो जिन्दगी बाँच्छन्। काँचो जिन्दगीमा प्रकृतिको स्वाद र रङ, सामाजिकता र नैतिकताको पाप र रापले नष्ट भएको हुँदैन। सायद यी पशुहरूमा पनि मान्छेको जस्तै सामाजिक नियम, संस्कार र व्यवहार भएको भए यिनीहरूले पनि मान्छेले चाहिँ बिहे गर्ने थिए होलान्। पतिको मृत्यु हुँदा विधवा हुने थिए होला। कोही त म जस्तै बाल विधवा पनि हुन्थ्यो होलान्। सन्तान भने सदुवाहरूले मात्र आफ्ना पतिको इच्छा बमोजिम जन्माउने थिए होलान्। सन्तान जन्माउन पनि मान्छेलाई जस्तै गाह्रो पर्ने थियो होला। यी पशुहरू पनि छोरा जन्मिँदा खुसी र छोरी जन्मिँदा बेखुसी हुन्थ्यो होलान्। जब पहिलो निन्द्राबाट बिउजन्छु त्यसपछि निन्द्रा आउँदैन। बादल छुन मैले उम्लिरहेको सपनाको इन्द्रेणी भर्याङ पनि मसँग हुँदैन। रङहरू हुँदैनन्। मनको जङ्गलमा अनेक कुरा खेल्छन् जङ्गली जनावरहरू चाहिँ। यो धरतीमा हावा पनि बहँदैन सधैँ एकनासले। धेरै जसो त हावा बहेको पनि थाहा हुँदैन। हामीले सास फेरे जस्तै धरतीले सुस्तरी सास फेरेको बेला रुखहरू पनि ध्यान गरे जस्तै देखिन्छन्। शान्त लाग्छ। सबै बोधि वृक्ष हुन्। रुखका पात पनि नचली बसेका हुन्छन्। तपस्वीका परेला चाहिँ हरिया पात भएर चैत वैशाखमा जब रुखका हाँगामा यौवन भरिएर आउँछ, त्यो बेला हरियो सुगन्ध लिन धरतीले लामो लामो सास फेर्छिन्। हावा पातहरूसँग बात गर्न थाल्छ। खुसखुस खुसखुस बगैँचाको हरियो छौरमा बसेर जोडीहरूले साउथीको भाषामा कुराकानी गरे जस्तै। बतासको स्पर्शमा सुन्दर युवतीको झिमझिम गर्ने परेली चाहिँ ती पातहरू चलमलाउँछन् चञ्चल भएर। नबुझिने तर मिठो कुरा गरे जस्तो लाग्छ। म यसरी कोसँग कुरा गरौँ? हिउँतिर हावा सुसाउँदै आउँछ। धरतीको दम बढे चाहिँ लाग्छ। धरतीको फोक्सोबाट आएको रोगी सासले बुढा र पहेँला पातलाई मजाले झापड हाने जस्तो लाग्छ। पात खस्छन् र उड्दै जान्छन्। कहाँ जाँदैछु भन्ने थाहा नपाएर जान्छन्। बेला बेला मेरो मन पनि त्यसरी नै जान्छ। हिउँदको उत्तरार्धतिर त त्यही हावा भयानक हुरी भएर आउँछ। पातको मात्र के कुरा, रुखका पातहरू पनि लास्दै आउँछ र जान्छ। प्राय यस्तो हुरी दिन ढल्ने बेलामा कुनै अशिष्ट जड्या लोग्ने मान्छे चाहिँ आउँछ र आफ्नी जीवन सङ्गिनी हरियालीलाई रुग्न र भग्न बनाएर जान्छ। कहिलेकाहीँ त हावा भुमरी पनि भएर आउँछ। धरतीको अशान्त सासमा आकाशको मौसमी आँसु मिसिएर आँधी बेरी पनि भएर आउँछ। कतिपय रुख त जरैदेखि पनि ढल्छन्। ती फेरि उठ्न सक्दैनन् आफै। कतिपय त अङ्गभङ्ग पनि हुन्छन्। धेरै जसो घाइते मात्र हुन्छन्।
हिजो आज बल्ल महसुस गर्दैछु म भित्र पनि हावा यसरी नै विभिन्न रूप र शैलीमा बगिरहेछ, बतास, हुरी, भुमरी, आँधी बेहरी भएर। जब हुरी, भुमरी र आँधी बेहरी चल्छ म भित्र पनि बाहिर कतै समाउने आँट देख्दिनँ, म एक्लै उभिएको हुन्छु। यस्तो बेला लाग्छ हुरीले मलाई ढलाउन नसकोस्, उडाउन नसकोस्, बरु उडाओस् मेरो शरीरको सेतो वस्त्र र पारोस् मलाई निर्वस्त्र, मलाई अड्याएर पहाड झैँ उभियोस् मेरो चर्म वस्त्र। त्यसपछि सारा दुनियाँले देख्नेछ म पनि उस्तै छु, अरू सदुवा जस्तै, धरती जस्तै, सेतो गाई जस्तै।